यहाँ चाहिँ अब सैलुङ्गेको चाहिँ हाम्रो सुरु भइसकेको छ। अब यो माथि माथि यो डाँडा चाहिँ अब हामी यो डाँडा माथि पुग्ने हो। यतातिर पनि छ अर्को डाँडा। सैलुङ कोसलुङहरू चाहिँ 100वटा थुम्का थुम्का भएर चाहिँ सैलुङ बनेको भन्ने एउटा भनाइ छ होइन। सैलुङ्गे डाँडामा माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई भन्ने त्यो पछाडिको माथि सबैभन्दा माथि त्यहाँ पुगिन्छ कि नै। अब हिँड्न नसक्नेले त यति घुमे नि हुने रहेछ। ल घोडा फर्किहाल्छु भन्छु अनि एकजना म्याडम त हामी खाना खाएर गइरहेको थियौँ, म फर्किहाल्छु भन्दै यही त गाइज साथीहरू जीवनमा पहिलोचोटि यहाँ चाहिँ यस्तो यो ढुङ्गाको यस्तो बनाइएको रहेछ बाटोमा। यस्तो चाहिँ हामी सबैले बनाउनु पाउँछौँ, मिल्छ। यस्तो बनाएर चाहिँ आफ्नो मनको इच्छा माग्यो भने चाहिँ पुरा हुन्छ अरे पनि भन्छन् होइन। यस्तो ठाउँ ठाउँमा यस्तो यो ढुङ्गाको चाहिँ त्यो बनाएको देख्न सकिन्छ साथीहरू है। बाटो एकदम अप्ठ्यारो रहेछ। यो यात्रा माथि गुम्बा सैलुङको गुम्बासम्म पुग्नेछौँ हामी।